साथीहरू मैले यी किताबहरू यो विश्व प्रसिद्ध किताबहरू अङ्ग्रेजी राइटरहरूले लेख्नुभएको अङ्ग्रेजी किताबहरू नेपाली ट्रान्सलेसनमा पाइँदो रहेछ क्या अनि मैले मगाएको थिएँ पढ्नको लागि भनेर तर यो अङ्ग्रेजी जस्तो जुन ओरिजिनल किताब जस्तो भाव चाहिँ यसमा हुँदैन रहेछ होइन अब यो ट्रान्सलेसन नै भयो कुनैको चाहिँ ट्रान्सलेसन राम्रो पनि गर्नुभएको छ कुनै चाहिँ गुगल ट्रान्सलेसन होला त्यत्तिकै सारेको जस्तो मात्रै छ नेपाली भए पनि नेपालीबाट अलिक फ्लो हुन्छ छिटै हुन्छ पढ्नलाई भनेर नेपाली ट्रान्सलेसन मगाएको त्यस्तो पढ्न त्यस्तो मजा चाहिँ भएन तर पनि किताब पढिसक्दाखेरि चाहिँ अब यसको मूल भाव त बुझ्यो नि त कुरा त बुझ्यो त्यो ओरिजिनल सक्नेले त अब इङ्ग्लिसवाला ओरिजिनलवाला पढ्दा राम्रो यस्तो ट्रान्सलेसनवाला नपढ्दा पनि हुन्छ यी सबै किताबहरू चाहिँ मोटिभेसनल टाइपको सकारात्मक विचारहरू सकारात्मक सोचवाला यिनीहरू किताबहरू हुन् क्या अनि मैले यी किताबहरू पढ्दाखेरि चाहिँ कस्तो अब आफूलाई फिल आयो भनेदेखि चाहिँ कोही पनि मान्छे सफल भएको मात्रै हामीले थाहा पाउँछौँ होइन सफलताको पछाडि कति असफलताको कथाहरू हुन्छन् त्यो कुरा चाहिँ हामीले बुझेका हुँदैनौँ क्या तर पनि अन्तत असफल भए तापनि त्यो मान्छे सफलतामा कसरी जान्छ भन्ने कुरामा चाहिँ के कारण उसमा चाहिँ के खास हुन्छ र कोही त्यसरी सफल हुन्छन् भन्ने कुरामा चाहिँ कस्तो हुँदो रहेछ भनेदेखि कोही पनि मान्छेले चाहिँ डिसिप्लिनमा बसेको छ अनुशासनमा बसेको छ र केही गर्छु यो फिल्डमा म जसरी पनि हुन्छु सफल भएरै छोड्छु गर्छु भने एकदम जुनुन एउटा भित्रबाट आत्माबाट जुन जुनुन आएको हुन्छ नि त्यो जुनुन आएपछि चाहिँ मान्छेलाई केहीले पनि रोक्दैन रहेछ अनि टाइम म्यानेज गर्ने अनुशासनमा बस्ने त्यस्तो गर्दाखेरि चाहिँ अनि अब इन्कम कमाउनु पनि पर्यो कमाएको कुरालाई कसरी बचत गर्ने अनि बचतलाई कसरी इन्भेस्टमा परिणत गर्ने होइन कहिले पनि कमाएर बचत मात्रै गरेर चाहिँ धनी हुँदैन आर्थिक रूपमा सफल हुन सकिँदैन भन्ने कुरै सिकाएको छ क्या तर त्यसलाई चाहिँ इन्भेस्टमा कन्भर्ट गर्ने लगानीमा कन्भर्ट गर्दा मात्रै धनी हुन सकिन्छ भन्ने कुराहरू पनि सिकाएको छ भन्नुभएको छ राइटरले तर धनी हुनको लागि चाहिँ लगानी गर्दाखेरि अब कहाँ गएर लगानी गर्ने त लगानी गरेका सबै मान्छेको लगानी त राम्रो हुँदैन सबैले धेरै मान्छेहरू त अब हाम्रो समाजहरू त कस्तो पनि लगानी गरेर डुब्यौँ फस्यौँ भन्ने धेरै हुन्छ होइन तर सक्सेसफुल चाहिँ मान्छेहरू पनि डुबेका हुन्छन् तर त्यो डुबिसकेपछि पनि फसेका छन् भने पनि त्यसलाई ध्यान नदिने अब के गर्दा हुन्छ त्यसबाट के कारणले डुब्यो भने त्यसमा कारण त्यसको खोजेर त्यसको कमी कमजोर खोजेर फेरि त्यसमा निरन्तर लागिरहनेहरू चाहिँ अन्तत गएर सफल हुनु नै भएको हुँदो रहेछ अनि लगानी अब हामीले फेरि लगानी गर्दा पनि हामी चाहिँ कस्तो सेक्टरमा गर्छौँ भनेदेखि जहाँ हल्ला एकदम पिटेको हुन्छ जग्गाको भाउ बढेको बेलामा जग्गै गर्ने सुन बढेको बेला सुनै गर्ने सेयर बढेको बेला सेयरै गर्ने यस्तो अब नेपालीहरूको यस्तो बानी छ नि तर त्यस्तो होइन अब नबढेको बेलामा कसैले ध्यान नदिएको बेलामा पनि त्यसमा आँखा पुर्यायो रिसर्च गरिरहेको हेरिराख्यो गरिरहेको सानो इन्भेस्टमेन्ट गर्दै गरो छोड्दै गरो भनेदेखि चाहिँ अब एउटा समय आएपछि त्यसले राम्रो प्रतिफल छिटैभन्दा छिटै राम्रो प्रतिफल दिँदो रहेछ र राम्रो सफल हुन सकिँदो रहेछ र आफ्नो खुबी केमा छ आफ्नो क्षमता केमा छ आफ्नो योग्यता केमा छ के गर्न सक्छु कति जोखिम लिन सक्छु त्यो अनुसार अगाडि कदम चाल्दै गर्दाखेरि र फिल्डमा मार्केटमा उत्रिसकेपछि समय म्यानेज गरेर आफूले गरेको काममा निरन्तर रूपमा लाग्दाखेरि असफल हुने भन्ने केहीमा पनि रहेनछ अनि यिनीहरू सकारात्मक सोचवाला किताबहरू राम्रो लाग्यो मलाई त हजुरहरूले पनि यस्तो किताबहरू पढ्ने बानीहरू गर्नुभयो भने राम्रो हुन्छ ज्ञानको कुराहरू बढ्छ होइन भिडियोहरूमा पनि हामीले यस्तो कुराहरू सुनिरहेका हुन्छौँ हेरिरहेका हुन्छौँ कि त भिडियोमा सुनेको कुरा चाहिँ कस्तो भने एकछिन मात्रै रहने कि अहिले भिडियो सुनु हेरो होइन अब मेरै कुरा सुन्दा पनि हो कस्तो पढिहाल्छु गरिहाल्छु भन्ने आउने क्या एकछिन 5 मिनटलाई पनि मोटिभेट हुने 5 मिनट पनि नअडिने क्या त्यो फेरि भने आफ्नै पालामा गइने कि तर किताब पढ्दाखेरि चाहिँ कस्तो हुँदो रहेछ नि किताब पढेको र त्यो भिडियोबाट हेरेको फरक चाहिँ मैले कसरी थाहा पाएँ भने किताब पढ्दाखेरि चाहिँ लाइन बाई लाइन हेरेको हुन्छ गरेको हुन्छ अलिक धेरै डुबिने अलिक त्यो किताबले अलिक फोकस गर्न सक्दो रहेछ क्या किताब पढिसक्दाखेरि म यो गर्छु भनेर आफ्नो डेडिकेसन आफूले सोचेको कुराहरू चाहिँ त्यो मतलब भोलिदेखि अलिक एप्लाई गर्न सकिँदो रहेछ भिडियो हेरेर युट्युबहरूको जस्तो हेरेर चाहिँ अलिक त्यति धेरै भित्रसम्म पस्दैन रहेछ क्या त्यो अब हामीलाई त्यो बानी पनि भएको होला मलाई चाहिँ त्यो बुक रिडिङ चाहिँ नै राम्रो एकदम राम्रो इफेक्टिभ जस्तो लाग्यो क्या मोटिभेसनको लागि जेको कुराहरूलाई पनि बच्चाहरूलाई पनि अलिकति कथाहरूमा यस्तो पढाइ स्टोरीहरू रिडिङहरू गरेर आउने बानीहरू गऱ्यो भने बच्चाहरूमा धेरै इम्प्रुभमेन्ट हुँदो रहेछ होइन हामी ठुलो मान्छेहरूमा पनि यही कुरा यो थाहा पाएको कुरा पनि भिडियोहरू मार्फतहरूबाट थाहा पाउनुभन्दा किताबहरू पढेर चाहिँ ज्ञान लिँदाखेरि चाहिँ अलिक इफेक्टिभ राम्रो मलाई चाहिँ मलाई आफूलाई चाहिँ त्यस्तो फिल भयो अब हजुरहरूलाई कस्तो लाग्छ सेयर गर्नलाई है त हस् धन्यवाद।